नमस्कार, म हाम्रो डेन्टल आर्ट भरतपुर 24 कोटीबाट आज म हजुरहरूलाई के बताउन गइरहेको छु भने दाँत कसरी बन्छ र नेपालमा दाँत कस्तो किसिमका क्वालिटीका दाँत बन्छन् भन्ने बारेमा हजुरहरूलाई म ब्रिफिङ गर्न गइरहेको छु। र दाँतको बारेमा के हुन्छ भने कोही मेटल हुन्छ, कोही जिर्कोनिया हुन्छ। म आज हजुरहरूलाई म जिर्कोनियाको बारेमा हजुरहरूलाई बताउन गइरहेको छु र जिर्कोनिया कसरी चाहिँ जिर्कोनिया दाँत कसरी उत्पादन हुन्छ, कसरी बनाइन्छ भन्ने बारेमा म हजुरहरूलाई जानकारी गराउन चाहन्छु। सर्वप्रथम त हामीले अब दुई तरिकाबाट दाँतको हामीले बनाउनलाई लाग्दै गरेका छौँ र यसको लागि एउटा कास्टको प्रयोग गरिन्छ भने एउटा हाम्रो यो स्क्यानर छ, यो स्क्यानरको माध्यमबाट पनि हामीले गर्छौँ। अब सर्वप्रथम म हजुरहरूलाई यो स्क्यानर कास्टको माध्यमबाट चाहिँ दाँतलाई कसरी स्क्यान गर्ने भन्ने बारेमा चाहिँ म हजुरहरूलाई बताउन गइरहेको छु। यो सर्वप्रथम हामीले क्लिनिकबाट वा हस्पिटलबाट वा अरू कुनै पोलिक्लिनिकबाट चाहिँ हामीले दाँतको यो कास्ट बनाएर लिएर आउँछौँ। त्यसलाई हामीले यहाँ राख्छौँ। अब मैले यो राखेँ, यो एउटै हो, यहाँ राखेँ र सर्वप्रथम यसलाई स्क्यान गर भाइ एकचोटि। यसरी स्क्यान हुन्छ। स्क्यान भइसकेपछि यो कम्प्युटरमा जान्छ र कम्प्युटरमा गएपछि भाइले हाम्रो डिजाइनर भाइ हुनुहुन्छ, यहाँ हाम्रो डिजाइनर भाइले स्क्यान गर्नुहुन्छ। स्क्यान गरिसकेपछि यहाँ डिजाइन गर्नुहुन्छ र एउटा यो माध्यम हुन्छ भने अर्को माध्यम के हुन्छ भन्दाखेरि यो स्क्यानर छ। यो स्क्यानरले हामीले पेसेन्टको मुखमा लिएर गएर स्क्यान गर्छौँ। स्क्यान गरिसकेपछि अटोमेटिकली हाम्रो ल्यापटपमा गएर यसको चाहिँ प्रोफाइल बसेको हुन्छ। त्यसपछि अटोमेटिकल्ली हामीले यहाँबाट त्यहाँ पठाउँछौँ। अब त्यहाँ देख्न सक्नुहुन्छ यसको स्क्यान भएर आयो, स्क्यान भएर आयो, पेसेन्टको यो स्क्यान भएर आयो। त्यसपछि यसलाई हामीले डिजाइन गर्छौँ। डिजाइन गरेर जस्तो दाँत हुन्छ पहिलाको ओरिजिनल जुन व्यक्तिमा आएको हुन्छ दाँत, त्यो दाँतको बराबर नै हामीले डिजाइन गरेर दाँत यसरी बनाउँछौँ। अब म हजुरहरूलाई एउटा कुरा देखाउँदैछु। यो स्क्यानरबाट व्यक्तिको मुखमा कसरी स्क्यान गर्ने भन्ने बारेमा म देखाउँदैछु। मैले यहाँ स्क्यान व्यक्तिको पेसेन्टकोमा मैले स्क्यान गर्दाखेरि हाम्रो यहाँ कम्प्युटरमा पनि स्क्यान गरेको देखिन्छ। यसरी देखिन्छ। यसरी स्क्यान गरिन्छ। अब स्क्यान गरिसकेपछि यस्तो फाइल आएर बसेको छ यहाँ। त्यस पछाडि हामी यो डिजाइनिङ कम्प्युटरमा पठाउँछौँ। डिजाइनिङ कम्प्युटरमा जान्छ। त्यसपछि अहिले चाहिँ ब्ल्याक एन्ड व्हाइट देखिएको छ। अब यसलाई हाम्रो डिजाइनरले बिस्तारै डिजाइनिङ गर्दै जानुहुन्छ। जब हाम्रो डिजाइनरले डिजाइनिङ गरिसकेपछि दाँत यस्तो प्रकारको दाँत निस्किन्छ। त्यो एज ए होल नेचुरल जस्तो नै देखिएको छ। हेर्नुहोस्, एकचोटि हेर्नुहोस् त तपाईँहरूले पनि। यो हाम्रो स्क्यानरको माध्यमबाट स्क्यान गरेर डिजाइन गरी बनाइएको दाँत। अब यो डिजाइनिङ गरिसकेको दाँतलाई हामी यो डिजाइनिङ कम्प्युटरबाट हामी यो मिलिङ कम्प्युटरतर्फ हामी पठाउँदैछौँ र मिलिङ कम्प्युटरबाट हामीले यहाँबाट उताबाट डिजाइन भएर आएको दाँतलाई हामीले वहाँ ब्लक सेलेक्सन गर्छौँ। यो मेसिनमा हामी पठाउँछौँ। यो मिलिङ कम्प्युटरबाट हामी मिलिङ मेसिनमा पठाउँछौँ र हामी यहाँ दाँत काट्छौँ। दाँत यो एआई मेसिन हो। यो नेपालको अहिलेको न्यू टेक्नोलोजी अनुसारको मेसिन हो। यसले टाइटेनियम ब्लक पनि काट्छ र यसले जिर्कोनियाको ब्लक पनि काट्छ। यसले दुईटै ब्लक काट्छ। यसले ड्राई मिलिङ पनि हुन्छ, वेट मिलिङ पनि हुन्छ, टाइटेनिङ मिलिङ पनि हुन्छ। यो मेसिनको माध्यमबाट हामी दाँत बनाउँछौँ र दाँत बनाइसकेपछि यो दाँतको यो यस्तो हामीले चाहिँ डेन्स प्लाईको चाहिँ हामी ब्लक युज गर्छौँ। हामीले हरेक क्लिनिकमा, हस्पिटलमा, पोलिक्लिनिकहरूमा हामी डेन्स प्लाईको ब्लक युज गर्छौँ। डेन्स प्लाई भनेको अहिलेसम्मको सबैभन्दा राम्रो र
सबैभन्दा उत्तम ब्लक हुन्छ र यो दाँत हामीले डेन्सप्लाईको दाँत युज गरेको कारणले गर्दा हामीले हरेक पेसेन्टलाई, हरेक क्लिनिकलाई, हरेक पोलिक्लिनिकलाई, हरेक हस्पिटललाई हामी 15 वर्षको ग्यारेन्टीका साथ हामीले दाँत बनाएर दिन्छौँ र दाँत यो हामीले काटिसकेपछि हामीले यसलाई यो मेसिनमा लिएर आएर हामी 12 घन्टा यसलाई 12 घन्टादेखि 15 घन्टा हामी हिटिङ दिन्छौँ, पकाउँछौँ। पकाइसकेपछि यसको फिनिसिङ, हल्का फिनिसिङको लागि हामी अर्को मेसिन छ, अर्को मेसिनमा हामी पठाउने गर्छौँ। अब म हजुरहरूलाई एउटा कुरा के भन्न गइरहेको छु भने मैले अहिले त जिर्कोनियाको कुरा गरिहालेँ। अब म हजुरहरूलाई टेम्पोरेरीको बारेमा पनि कुरा गर्छु। यो मेसिनले टेम्पोरेरीको पनि हामीले चाहिँ यही मेसिनको माध्यमबाट हामी टेम्पोरेरीको ब्लक आएको हुन्छ, त्यसलाई हामी टेम्पोरेरीको दाँत बनाउने गर्छौँ। र टेम्पोरेरी भनेको त हजुरहरूले बुझिहाल्नु भयो, यो भनेको छेडीको हो, यो पर्मानेन्ट होइन। र यो मेसिनले के गर्छ भने यो टेम्पोरेरीको ब्लक, यो ब्लकको माध्यमद्वारा यो मेसिनले काट्छ। यो अरू आजकल पहिलाको टेक्नोलोजी अनुसार हातले बनाउने चलन हुन्थ्यो र अहिले चाहिँ हाम्रो यो नयाँ टेक्नोलोजीको मेसिन भएको कारणले गर्दा यो हाम्रो मेसिनले नै काट्ने गर्छ। यो ब्लकको माध्यमबाट यसले नै काट्ने गर्छ। म हजुरहरूलाई के जानकारी गराउँछु भने यो मेसिनले कसरी काट्छ। यो मेसिन एआई मेसिन हो, आर्टिफिसियल टेक्नोलोजी अनुसारको मेसिन हो। यो मेसिनले कसरी काट्छ भन्ने कुरो म हजुरहरूलाई देखाउन गइरहेको छु। अहिले हामी टेम्पोरेरी काट्दैछौँ। अब टेम्पोरेरीको ब्लक हामीले भर्खरै राखेर अब टेम्पोरेरी काट्दैछौँ। हामीले कति युनिट काट्दैछौँ? 3 युनिट हामीले ब्लक काट्दैछौँ, टेम्पोरेरी ब्लक। अब यो कम्प्युटरमा चाहिँ हामीले उताबाट डिजाइनिङ गरेर आएको चिज हामी मिलिङ गर्नको लागि अब यो चाहिँ आएको छ। अहिले टेम्पोरेरीको ब्लक हामी काट्दैछौँ। अब यसको लागि चाहिँ हाम्रो सेटिङ भइसकेको छ। अब मेसिनलाई ओके गर्न मात्रै बाँकी छ, हामी ओके गर्दैछौँ। मेसिनको प्रोग्रामिङ चलिरहेको छ अहिले, कसरी कतिमा काट्ने भनेर यो मेसिन आफैले नै गरेर आफैले डिजाइनिङ गरेर आफैले काट्ने गर्छ। यसको मेसिन आफैले अब चेन्ज गर्छ, केले काट्ने भनेर उसैले सेलेक्सन गर्ने गर्छ। आफैले सेलेक्सन गर्छ र आफैले उ गरेर स्क्यान गर्यो त्यहाँ। यो ब्लकलाई अटोमेटिकल्ली उसले टेम्पोरेरी काट्दैछ र यसरी चाहिँ दाँत यो मेसिनले यसरी कट्ने गर्छ। यो नयाँ टेक्नोलोजी भित्रका छौँ। यो नेपालमा जहाँसम्म मैले सुने अनुसारले एउटा काठमाडौँमा, एउटा हाम्रो यहाँ चितवनमा मात्रै जस्तो लाग्छ मलाई चाहिँ। आउट अफ भ्यालीमा यो पहिलो मेसिन जस्तो लाग्छ मलाई चाहिँ। यो हाम्रो कम्पनीको चाहिँ अडिट मेसिन हो। यो AMM 520 भन्ने कम्पनीको। सायद यो नेपालमा 2टा मात्रै जस्तो लाग्छ मलाई, वेट एन्ड ड्राई मेसिनको। अब ड्राई त होला, तर वेट एन्ड ड्राई मेसिन र टाइटेनियम पनि काट्ने मेसिन चाहिँ यो र टेम्पोरेरी ब्लक काट्ने मेसिन चाहिँ पहिलो हो जस्तो लाग्छ मलाई आउट अफ भ्यालीमा। जब हामीले मेटल बनाउनको लागि यहाँ कास्टिङ गर्छौँ, हिटिङ गरेपछि कास्टिङ प्रोसेस भनेको हाम्रो यो मेसिनद्वारा हुँदैछ। मेसिनमा हामीले पहिला कास्टिङ गर्नको लागि बनाइएको फ्रेम त्यहाँ राख्छौँ। त्यहाँ राखेपछि हामीले यहाँ मेटल यहाँ हाल्छौँ। मेटल हालिसकेपछि तपाईँको अब प्रोसेसमा जान्छौँ। अन गरेपछि हामी यहाँ स्ट्यान्ड बाई मोडमा बस्छ। त्यो स्ट्यान्ड बाई मोडमा यसको टेम्परेचर, यसको म्याक्सिमम रिच भइसकेपछि मेटल पक्लिसकेपछि यसलाई फाइनल गरेर रेस्टोरेसन फाइनल गरिसकेपछि यो कास्टिङको लागि रेडी हुन्छ। यसरी कास्टिङ हुन्छ। अब यसरी हामीले चाहिँ दाँतहरू यसरी बनाउने गर्छौँ र हाम्रो डेन्टल आर्टमा हामी यति मेम्बरहरू छौँ र यी मेम्बरहरूको साथमा हामी हातमा हात मिलाइकन हामी चितवनको पनि अधिकांश टाँडी पर्सा भण्डारा यता मेगौलीसम्म र यता भण्डारादेखि लिएर यता मुगलिन आबुखैरनीसम्मको चाहिँ हामीले पोलिक्लिनिकहरूलाई सेवा सुविधा दिने हाम्रो चाहना छ र चाहना अनुसार हामीले दिइ पनि रहेका छौँ र मार्केटिङमा हाम्रो साथीहरू गइ पनि राख्नुहुन्छ र यसरी चाहिँ हाम्रो साथीहरूले हामीलाई हातमा हात मिलाएर यसरी चाहिँ साथ दिनुहुनेछ। ल साथ दिने कि नदिने?